ओम भूर्भुवस्सुवः तत्सवितुर्वरेण्यं धियो यो न प्रचोदयात् यसपछि मलाई आउँदैन 18 जन अब भयो त्यसो गर्न होला अब यता सबको याद लियो सबैको मिसिन चाहिँ सारो गर अनि त्यता साउन्डहरु छौ यो साउन्ड छौ भूतप्रेत आदि यो नलाग्छ एउटा यहाँ गाड एउटा मजा सकिन त्यहाँ गाडेर आउँछ फेरि पोल चाहिँ घाउ कुन्नर पोल छ हो ए मुला अहिले यहाँ खुट्टा यसो राख्नु पर्ने त्यहाँ भने ए राख्नु पर्छ के छोरा यहाँ राख्न उद्या माटोमा हो नि सबै देखेर किचन यादै खिच्यो हाई नमस्ते आरामै हुन्छ होला आज फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु आजको हाम्रो प्रोजेक्ट चाहिँ रोड प्रोजेक्ट छ रोड प्रोजेक्ट छ हामी सबै रेडी गरेर गइसकेका छौँ र मेरो साथमा मेरो नाम तेजराज भट्ट स्टिफी निरोला उज्जय किसन चौता रबिना अब हामी सुरु गर्न गएका छौँ ल हाम्रो चाहिँ फर्स्ट इयर प्रोजेक्ट रोड प्रोजेक्ट छ ल यो भिडियोलाई हेरेर मन पराइदिनु होला हिँडिसक्यौँ मेरो टोली अब हामी बिहान 6:30 बजे निस्क्यौँ यहाँबाट काममा अब बिस्तारै काम सुरु गरेर आज खाना खानुभन्दा अगाडि मिनिमम 500 मकै फल्छ उसको नाम सरोज पराजुली यसको नाम स्टिफी निरोला अब बिहान लडिसक्यो अनि उहाँ चाहिँ सोभियत रबिना तिमीलाई डाउन गर्ने सुलभ हामी यहाँ सबभन्दा पहिला चाहिँ हाम्रो माइलालाई मिस गरिरहेको छौँ माइलाले भिडियो हेरेर कमेन्ट गर्नुपर्ने हुन्छ होइन म हेरिरहेको छु होइन त्यसको वाला मजामा झसँग बिउने त्यो एकछिनपछि उठ नि तर उडा भने अनि फेरि आएर सिरियसली गुटमुटेको क्या अनि मैले भजन बजाएको अनि उडेको उडा ए मुला नटेको जाला फेरि जाँदैन रुकेशले फेरि साइन गराएको छ नि मेरो तनाव हुन्छ नि त्यहाँ माथि चाहिँ मेरो छ एटीको माथि ल यहाँ हाम्रो रेखी हुने काम सुरु भइसक्यो यहाँनिर आउन सरोज यहाँ नै यता यहाँ हाम्रो अनि बिएस चाहिँ कुन यो बाटो यसरी जाने कि यो बाटो चाहिँ जाने हो यो बाटो जाने हो होइन यहाँको त यो लिने नि यो सब लिनुपर्छ वाल त लिनुपर्छ यो रोडसँग कनेक्ट देखाउनु परेन भने देखाउनु परेन यहाँ ब्याग किन्नु ब्याग त अगाडि नै लिने कि ब्याग त अब सिके जसरी लिउन भन्ने हो लागी सेट गरेर त्यो सेन्टर बनाएर यहाँ सुरु गरौँ न पेक गर्ने पेक ढुङ्गा छ नि यही सेन्टर बनाउनु making our occupancy station by Stephen Nirola and the mission said by Mr. Stephen Nirola. यो हाम्रो occupied station त्यो चाहिँ हाम्रो ब्याक साइड ल यहाँ देख्न सक्नुहुन्छ सबै ठिक छ लेट्स स्टार्ट द प्रोजेक्ट उक्लो न सुलभ क्या भाइटु ठिकठाक भाइटु यहाँ म काम गरिरहेको छु उसले उ नगरी त कसरी भाग्नु थर्काउँछ यार सुलभ हेर केटा हो सुलभ क्लासमा मात्र सोध्यो यी थर्काउनु थालिसक्यो यहाँ हिजो रातिमा मेरो पैसा खाएर 123 डाटा लिएर दुईटा रेफरेन्स पोइन्ट छोडेर 123 डाटा लिएर अब हामी गयौँ अर्को झोला जिम्टा बोकेर लाग्यो स्टेसन नम्बर 4 र अकुपेन्ट चाहिँ हाम्रो 2 हो ल के भन्नु छ रबिनालाई के भन्नु छैन अब चाहिँ आउँदैन स्टिफन के भन्नु छ राम्रोसँग छ ल अब यहाँ हामी त मकैबारी दर्याममा हो के अरे लक्ष्मीमालाई चाहिँ एकदम यहाँ ल्याउनु पर्ने मिस्टेक भयो डेडिकेटेड छ लक्ष्मीमा भण्डारी त्यसपछि अब भण्डारी त्यसपछि के पीबाट आउँछ अरू नभनौँ ल स्वागत छ तपाईँले आजको युट्युब च्यानलमा तपाईँको के हुँदैछ यहाँ के गर्दै हुनुहुन्छ तपाईँ हामी चाहिँ मकैबारीमा एउटा राम्रो काण्ड बनाउने कुरोमा छौँ काण्ड बन्छ कि बन्दैन भन्ने ए काण्ड बनाउने कुरो हो अनि के लक्ष्मीमालाई कतिको सम्झिरहेको छौ ल ल प्यारो साथी हो एकदम त्यही त अहिले नभनौँ अब यस्तै हो लक्ष्मीमा के गर्नु समय परिस्थिति बाध्यताले हो नत्र सरोज पनि हार्थ्यो सोभियत हाई के छ कस्तो भइरहेछ राम्रै भइरहेछ होइन रमाइलो छ नि हामीले चाहिँ यो सोभियतले चाहिँ एकदम यहाँबाट बोल्ने चाल्ने के छ हो त्यस भन्ने बनाएर पठाउने कुरो छ अझै रबिना पनि पठाउँ सुलभ हाई
ए ल ल ल ल हेलो हेलो साथी के छ खबर? सन्चै छ ल ठिक छ हामी यहाँ सर्भे गरिरहेको छौँ है। कहाँ मकैबारीमा चाहिँ किन छिरे? अब यहाँ मकैबारीमा पनि अलिअलि मकैको पनि सर्भे गर्नै पर्ने हुन्छ हामीले। मकैबारीको हामीले यस्तो स्लोप कसरी मिलाउने भनेर चाहिँ त्यही नै हो। अब ऊ चाहिँ मेरो एकदम आफ्नो गाउँले हो। अब अरू गाउँले दाजु एउटै जिल्लाको पनि हो। अब चाहिँ हामी एउटै ग्रुपमा पर्यो सर्भे पनि सँगै गरिरहेको छौँ। अब के हो भने उसले सुलभले पनि अबबाट मकैबारी धर्याम गर्ने हो। मकैबारी धर्याम हरियो काक्रो कर्याम हरियो मकैबारीमा मकैबारी दर्याम हरियो खुर्सानी कर्याम मकैबारी दर्याम हरियो खुर्सानी कर्याम आमा पिरो भयो। गाउँले दाजुभाइ गाली नगरिदिनु होला अब एउटा टिपेर खाएको। खोइ त आउँदैन त भीगी भीगी रात में मीठी मीठी बातों में ऐसा लगता मुझे दर्याम भीगी भीगी रात में मीठी मीठी बातों में ऐसा लगता मुझे दर्याम मकैबारी कर्याम हरियो काका कर्याम मकैबारी कर्याम हामी फेरि खाना खाएर आइसकेका छौँ। 1 बजीसम्म काम गरेका थियौँ। फेरि 3 बजी कमब्याक भएका छौँ। अघि त एकदमै गरिब भएर झन्डै यहाँ फ्यान्टा हुनुबाट बच्यो, म बच्यो, स्टिफिन बच्यो। हामी दुईजना चाहिँ अलि अशक्ति छौँ कि। अब कुरो के हो 3टा स्टेसन भ्याइयो ल 300 मिटर 300-400 मिटर भ्याइयो। अब चाहिँ हामी 3 बजीबाट काम सुरु गर्ने। पानीले एकछिन रोकायो। अब चाहिँ हामी एकदम फ्रेस भएर आइसक्यो। गर्न सुरु गरिसक्यो हामी। ऊ त्यहाँ हाम्रो ब्याक साइड छ। ऊ त्यो पेक देखिरहनु भयो नि त्यो ब्याक साइड। यो ओकुपेन्ट साइड छ। यो फुल राखेको छ हामीले। यो फुल अब यस्तै छ। अब सुरु गर्ने। तपाईँहरूलाई छोटो परिचय दिन गयौँ हामी। यो भन्छ तपाईँको यसलाई प्रिज्मा भन्छ। प्रिज्मा 1 2 प्रिज्मा। यसलाई प्रिज्मा स्ट्यान्ड होइन। त्यसपछि गएर यो चाहिँ तपाईँको मेसिनको नाम टोटल स्टेसन। मेसिनको नाम यसको नाम चाहिँ ट्राइपड। 3टा पर्छ नि त त्यो ट्राइपड। यो ह्यामर पनि चाहिन्छ। यो चाहिँ यो के कुन जिल्ला कुन गाउँपालिका के हो भन त? ल भन्नु पलान्तोक जिल्ला हुम्लु गाउँपालिका चिसापानीटार वडा नम्बर 9। ल उहाँ ऊ चाहिँ यहाँको लोकल बासिन्दा हो। सबैले मुक्तिनाथको छोरो भनेर चिन्छन्। यति नै हो। अब म चाहिँ भ्लगर एकदम। ल हेर्नु त मौसमले पनि च्यालेन्ज गर्यो यार। अब यो पानी कतिखेर बन्द हुने हो हेर्नुहोस् त। एकदमै 3 करोडले पक्का हेर्नुपर्ने। यहाँ के कमी छ त? किन नआएको भनेर अनि सुरुमै त्यही जाने भने किन त हामीलाई मान्छेले कति खोज्दा रहेछन्। मान्छेले खोजे हैन स्टोरी नहाले भए त्यही नखोज्नु आउँदैछन्। हाम्रा पानीले नि सता छ। मौसमले च्यालेन्ज जिन्दगीमा च्यालेन्जहरू धेरै हुन्छन्। कहिलेकाहीँ नेचुरल च्यालेन्जेसहरूलाई नि फेस गर्नुपर्ने हुन्छ। यो फेस गरिरहेछौँ हामी। के भन्छौ त मुक्तिनाथको छोराले चाहिँ? मुक्तिनाथ छोराले पेलाउनु ल प कति छ भन त? यो च्यालेन्ज गरिरहेको छ देख्न सक्नुहुन्छ। मलाई एकदमै भिजेर यहाँ पिचमा पनि बताइछु जेसीको माल हो। अब के गर्ने बस्नु पऱ्यो। आफू भिजे केही छैन। ज्वरो आयो दबाई खाउँला। यो अब के गर्ने यसरी भिजेर। सेन्टर लाइन ए झुलुक लिँदा ठ्याक्कै 400 किन हेर्छ? त्यो पानीले हेर न यहाँ त्यो डाटा आउने छ नि त्यो टाइम लागिरहेछ के। त्यो प्रिजम उसको पुछ न एकचोटि। आफ्नै पुछेर बस्छ। त्यो अलि रिफ्लेक्टै भएन क्या? होइन टाइम लागिरहेको मेरो फ्याटा आइहाल्छ नि त भयो रबिना। त्यसको यो नयाँ हो लिइसकेँ त। ल लिइसकेँ भने त मैले अघि बाधै भएन। फोटो भन्दै थियो अनि ओ रबिनाको हेर लगन गाँठो कुरा सिना साँचो आँसु पुस्न देउन रुमाला जुम गरिदेऊ न बिचरा रुनलाई। रबिना भयो 50 पुगेपछि अनि त सेन्टर लाइन पुगेँ लिएर मास्टर पुग्यो भने त्यहाँ इन्स्ट्रुमेन्ट लिएर मलाई हेर्नु खुट्टामा यहाँ खुट्टा पुरै काँडा भिजेर चप्पल हाल्न नमिल्ने रातो माटो यो जय किसनको गाउँको। स्टेसन फिट गऱ्यो। अब हामी चाहिँ एक स्टेसन रबिना र मैले सकेँ। अब त हाम्रो रेस्ट टाइम। हाम्रो 1 नम्बर कठोर। ओ भाइटु
केटाहरू त मलाई जोइन थर्काउनु थाल्यो यार अब त क्लासमा अब सुलाउले राख्छ मलाई उपति जस्तै हुन्छ जय जयसी लिइसक्यौँ हामीले हुन्छ 1.9 2 नै राख न देखियो भने त ठिकै छ ल गरौँ है गरौँ सेलिङ भइरह यहाँ कप छ होइन हाम्रो जय किसन बस्नेत ज्याकी चेन अब साथी ऊ साथी ऊ हाम्रो भाइ छोटा भाइ हाई गरिदियो त भाइ हाम्रो दाइ हुनुहुन्छ यता हेर्न आउनु भएको उता रबिना अन्तिम निष्कर्ष के छ कस्तो छ हाम्रा आजका यस कार्यक्रमका विशिष्ट व्यक्तित्व मुक्तिनाथका छोरा सरोज बराजुले आफ्ना शब्द राखिदिनु हुन म तेजराज भट्ट अब हामीले चाहिँ यत्रो पानी घाम नभनिकन 550 मिटर चाहिँ भ्यायौँ जस्तो लाग्छ जहाँसम्म ठिक छ अब साथीभाइको मेहनतलाई म राम्रो आज हाम्रो लोकेसन भनिदियो अनि के कहाँ छौँ के छौँ ल स्पष्ट भनिदिनु लोकेसन अलिकति माथि आउँछ यो ठाउँको नाम त मलाई पनि थाहा छैन कुन जिल्ला जिल्ला त नभन जति ल सुलभ तिम्रो भनाइ के छ बटाखोला के भन्ने आज चाहिँ साह्रै खटियो के देखाएको थियो अनि अब हाम्रो टार्गेट चाहिँ भोलि या पर्सि बिहानसम्म सक्ने हो हजुर सकिँदैन पर्सि बिहान भयो भने बेलुका ल के अरे सोभियत यता हेरौँ के छ तिम्रो भनाइ 2 शब्द बोल्नै पर्ने हुन्छ तिमीले होइन गर्दैन सोभियत बोल कस्तो भयो आज कस्तो छ आज ठिक छ नि साइनेक्स ल्याइदिनु पर्छ ल स्टिफिनको भनाइ मेरो चाहिँ अब त्यस्तै हो हिजो पानीमा भिजेर आज अलि अस्वस्थ फिल भइरहेको छ त्यही हो अब काम चाँडोभन्दा चाँडो सकाउँ आज यहाँ खुट्टा चाहिँ अलि बढी खुट्टा फोकस गर न के गरे ल खुट्टा चाहिँ अलिक बाउडिनु खोज्दैछ अब कम्पिटिसनै गर्ने बे यता पनि चाहिँ होइन अब रबिनाको भनाइ अन्तिममा हाम्रो के छ तिम्रो भनाइ ठिक छ केही छ तिमीलाई गाह्रो साह्रो हामीले केही प्रब्लम त गरे छैनौ नि एकदम हामीले एक्लै केटी भयो नि एकदम कम्फर्टेबल जोनमा राखेछौँ यो कम्फर्टेबल त डाइलगै हुने भयो अब मेरो भनाइ सुन्नु मम्मीले किचकिच त गर्नु भएन नि ल है लजाउँछु नि ल साथीहरू आज हाम्रो डे 1 सकिएको छ डे 1 मा 600 मिटर लिएको छौँ र हाम्रो 6 जना टोली बाटो हेर्ने के गर्ने अलि माथिसम्म 6 जना टोली छ अब हामी निस्किन्छौँ यहाँबाट गएर आज मौसमले साथ दिएन के बिहान गर्दा गर्दै टाइम लाग्यो 7 बजी स्टार्ट गरेको त्यसपछि गर्मी भयो होइन 1 बजी खाना गयौँ के खाएनौँ चाउचाउ ल्याएको मतलबै भएन आज अनि त्यसपछि हैन तर लिएर जाऊ मेसिन चाहिँ लगाउँ बाँकी सब त्यसपछि चाहिँ अनि राम्रै भयो ल आज डे 1 को लागि यति नै हामीलाई ल हामीलाई सपोर्ट गर्नु हुने